गाउँदेखि अलिकति टाढा, त्यति टाढा पनि होइन, हामी चाहिँ यता आज घाँस काट्न भनेर आएको छौँ। बेलुका चाहिँ हामी यो माथि बाटो हुँदै जान्छौँ। अहिले चाहिँ हामी यताबाट आएको चाहिँ होस्, अहिले गर्मी भइरहेको नि त नि, त्यही भएर हामी चाहिँ पहिला सुरु पौडी खेल्छौँ होला। सायद त्यहाँ सभा पनि हुनसक्छ होला, अलि राम्रोसँग हेर्न जानुपर्छ। अनि त्यहाँ फेरि अहिले उस के भन्छ यो चौरासी बोलाउने हो, बर्खा महिनामा चाहिँ उस हुन्छ क्या, सर्वहरू पनि हुनसक्छ। पौडी खेल्ने ठाउँ चाहिँ दुईवटा छ, अनि अलिक ठुलो चाहिँ तल छ। हामी चाहिँ तल खेल्न जानेछौँ। अनि खेल्नुभन्दा अब अहिले चाहिँ हामी सर्व हेर्नुपर्छ क्या, यहाँ अहिले उस महिनामा चाहिँ हेर्नुपर्छ। फेरि सर्व भयो भने त गाह्रो हुन्छ, डग भने गाह्रो हुन्छ। यतातिर सर्व पनि हुनसक्छ क्या, त्यही भएर यता हेर्न आइरहेको छु म। साँच्चै अहिले सर्व छैन होला सायद। अब यहाँ चाहिँ हामीले खेलिसक्यो होइन, अब माथि खेल्ने छौँ हामी। ल के खेल्यो त्यो? अहिले चाहिँ भाइ चाहिँ उता घाँस काटिरहेको छ। अनि अहिलेसम्म जम्मा 2टा भाषा, अनि अहिले 3 बजिसक्यो। अब थाहा छैन, भोलि हामी लेकमा जानुपर्छ त्यही माथि। त्यही भएर मम्मीले चाहिँ हामीलाई सकेसम्म अलि धेरै लिएर आइज भनेछ। अब अहिलेसम्म जम्मा 2टा पाखा, थाहा छैन के गर्ने। भोलि चाहिँ हामी अनि गोठमा जान्छौँ। गोठ चाहिँ अहिले सबै लेकतिर छ। 2 दिन जान्छौँ होला, 2 दिन गएर फर्किन्छौँ त्यहाँबाट। अनि अर्को कुरा चाहिँ यो भिडियो हाल्दासम्म चाहिँ म जे होस् गोठमा पुगिसकेको हुन्छ। अनि मैले चाहिँ एउटा सर्ट फिल्म जस्तै बनाउन लागिरहेको छु, जसको चाहिँ सुट चलिरह। तर हुन्छ नि, आफूले सोचेको भन्दा नि अर्कै भाषा जस्तो लागिरहेको फिल्म नै। किनकि मेन प्लान भनेको चाहिँ खास स्टोरीमा चाहिँ क्यारेक्टर चाहिँ माथि लेकतिर जानु पर्थ्यो क्या, गोठतिर। तर हाम्रो भाइ चाहिँ के भन्छ, अहिलेसम्म गएन नि त नि लेकमा, सानो भाइ। त्यही भएर पनि उसलाई हाई लाग्न सक्ला त्यस्तोहरू भनेर त्यहाँ गएनौँ है। तर हामी चाहिँ जान्छौँ भोलि। अनि फिल्म चाहिँ प्राय सबै गुरुङ भाषामै छ। जङ्गलको बिचमा खुट्टामा पसिना आएर जुगा पनि आए गरे भनेर घमुट फुगालेर घाँस लिँदै थियो, एक्सिडेन्ट भयो। यो पछाडि कस्तो डेन्जर काट्यो भने यार, ढुङ्गामा ठोकेर क्या, यस्तो ढुङ्गामा छालै उक्किया कस्तो डेन्जर। अनि अहिले टोइलेट पेपर र यो धागो रहेछ धन्न, त्यसले बाने त्यही दुखिरहेको, रगत चुइरहेको कस्तो डेन्जर। झन् भोलि लेकमा जाने भनेको, अब जान पाउँछ कि पाउँदैन नि थाहा छैन। खुट्टामा घाउ भइहाल्यो। बल्ल बल्ल यताबाट आइपुगेको थिएँ यार, त्यहाँबाट तल झर्नुपर्छ चाहिँ घर पुग्नु त रोड हिँड्नै सकेको छैन। हिँड्नुपर्छ। हामीले घाँस पनि धेरै लिएर आएनौँ है, किनकि यस्तो खुट्टाले गरिरहेको छु। ठ्याक्क यो कान्छी औँलाको यता तलतिर साइडमै त्यो भएको क्या, छालामै। अनि यस्तो टेक्नै मिल्दैन क्या, यसरी हिँड्नुपर्छ। लास्ट गाह्रो हुँदो रहेछ। अब अर्को वर्ष हुन्छ जस्तो लाग्यो मेरो विचारमा लेकतिर जाने। मैले गाउँ आएदेखि नै जान्छु भनेको थिएँ कि लेकमा। अब अर्को वर्ष चाहिँ गोठ गाउँबाट माथि लेकसम्म सार्ने बेला चाहिँ म त्यति बेला आउँछु है। के हुन्छ थाहा छैन, तर टाइम मिलाएर आउनु पर्ला। माथि लेकमा जाने भनेको झन् अब यस्तो भयो। आजको भिडियो चाहिँ यति नै हुन्छ। अर्को भिडियोमा अब लेकतिर जान नि पाएन, अब के हुन्छ हेरौँ। नेक्स्ट भिडियो सायद के हुन्छ खोइ, मलाई पनि थाहा छैन। जे होस् आउँछ चाँडै, किनकि सर्ट फिल्म चाहिँ मैले एडिट गर्न पाउँदिनँ होला क्या यो महिनाभरि। अनि मेरो विचारमा 10 भन्दा अगाडि चाहिँ हाल्छु। जे होस्, अरू त त्यही हो, नेक्स्ट भिडियो चाँडै आउँछ।